So hello guys, it's me Vijay here and welcome to the another mini vlog. So आजको प्लान चाहिँ म र पाजु अन्त मलैजु चाहिँ अजिलाई लिन हामी चाहिँ तीनजना जाँदैछु। यहाँ चाहिँ हेर्नुस् को हेरिरहेको छ। अन्त फिलहाल चाहिँ म आफ्नो बाइक लिइकिन अब पाजुकोमा जानु आँटेको। सो आजको वेदर चाहिँ अलिक सनी छ। सो अब चाहिँ हामी डाइरेक्ट अब सुकनाको त्यहाँ आइपुगे। त्यहाँबाट हामी निक्लिहाले सुकनाको रोडबाट रङथङबाट त्यहाँबाट हामी घर पुगे माथि सीताआमाकोमा। अन्त यहाँ हेर्नुस् पप्पीले वेलकम गर्दैछ। कस्तो मजाको पप्पी है। कस्तो हाम्रो आशा हुँदैछ माथिको के नाम सो सीताआमाको घरबाट चाहिँ निक्लेर चाहिँ बाहिर एकछिन आएको चाहिँ कस्तो छ भनेकिन तिनधारिया हैन। अन्त पाजुहरु पनि निक्लियो। अन्त त्यहाँबाट चाहिँ अहिले हामी माथि जानु आँटेको राजेश पाजुकोमा खाना खान लागि। दो मैले यहाँ पनि खाएको थिएँ सीताआमाकोमा खाएको थिएँ। फेरि माथि गएर म अझै एकपल्ट खाँदै थियो। यो चाहिँ तिनधारेको भ्यू हो गाउँको। सो फाइनली हामी निक्लिकिन चाहिँ राजेश पाजुकोमा माथि चाहिँ पुगे। अन्त यहाँ जाने बित्तिकै हामी चाहिँ हस्की हेर्नु पुगिहाले। हामी भन्दा म चाहिँ हस्की हेर्नु लागि पुरा एक्साइटेड थिएँ। अन्त यहाँ हेर्नुहोस् हस्की कस्तो मजाको रहेछ। आँखा पनि ब्लू कलर वाला। सो पुरा एनर्जेटिक थियो क्या। यो के यस्तो भत्काउला जस्तो गरेको थियो। भित्र चाहिँ एकजना छ। म चाहिँ एकछिन त्यहाँबाट निक्लिरहेको थिएँ होइन मलैजुको घरबाट एक्लै हावा खान लागि। सो एज यु गाइज क्यान सी द भ्यूज। अन्त यहाँ चाहिँ एउटा होटल पनि रहेछ क्या, सुमित होटल। अन्त एकछिन यहाँ बसिकन चाहिँ मैले इन्जोय गरेँ। अन्त त्यति भन्दैमा आजको मिनी भ्लग चाहिँ यहीँ एन्ड हुँदैछ। आई होप यु गाइज लाइक द भिडियो। अन्त भिडियो मन पऱ्यो भने चाहिँ लाइक गर्नुहोस् होला। अन्त सब्सक्राइब पनि गर्नुहोस् होला मेरो च्यानललाई। एन्ड सी यु गाइज इन द नेक्स्ट भिडियो। बाई बाई, टेक केयर। म त आजै त आउँदैछु।